तपाईको मैले हिजो अस्तिबाट चाहिँ यो दशैं छुट्टीमा यति आन्तरिक पर्यटक देखिराखेको छ भन्दाखेरि अब हामीलाई त यति आशा बढिराखेको छ विदेशी कम आए पनि अब आन्तरिक पर्यटकले पनि हामीलाई जीविकोपार्जन चल्छ कि भन्ने पनि हामीलाई आशा पलाइराखेको छ। यात्राको तेस्रो दिन ब्रेकफास्ट खाएपछि छोम्रोङबाट बिदा लिन्छौं फर्किने गरी। मोटा मोटा सिँढीहरू ओर्लन सम्म ओर्लेर छोम्रोङ खोलामा पुग्छौं। झोलुङ्गे पुल तरेपछि सुरु हुन्छ सिनुवा गाउँ क्षेत्र। छोम्रोङ गाउँकै उचाइमा रहेको सिनुवा गाउँ पुग्न करिब 2 घण्टा उकालो लाग्छौं। सिनुवा गाउँ घर बस्तीले भन्दा अत्यन्त मनोरम र रोमाञ्चक पहाड पर्वतले धनी गाउँ हो। तर पनि चिटिक्क परेका होटलहरू पर्यटकहरूको निरन्तर आवत जावतले सिनुवा गाउँ अत्यन्त रमाइलो देखिन्छ। सिनुवाबाट करिब 1.5 घण्टा कसिएर हिँडेपछि पुगिन्छ बाम्बो गाउँ। जंगलै जंगलको बाटो ट्रेकिङ गर्नेहरूका लागि खुब मजा लाग्दो छ। मोरीगंगा, झरना, खोल्सा आदिको अनुपम मजा लिन सकिन्छ सिनुवादेखि उकालो लाग्दा। चारैतिर पहाड पर्वत अनकन्टार जस्तो लाग्ने खोजमा बाम्बो गाउँ छ। जति घरहरू छन् सबै होटल लज छन्। ठाउँ अनकन्टार छ तर लजको आँगनभरि छरपष्ट स्वदेशी विदेशी पर्यटकहरूको मेला लाग्दा कसैलाई पनि लाग्दैन कि यो विकट गाउँ हो। हामीले यो ठाउँको जुन पर्यटन व्यवस्थापनमा लागि परेको व्यक्तिले टुरिज्मबाट पैसा यसरी हामीले मुद्दा आय आर्जन गरिरहेका छौँ। र किसानले उत्पादन गरेको अन्न जस्तै आलुको कुरा गरौँ, क्याबेजको कुरा गरौँ, उत्पादन गरेका कुराहरू पोखराको बजारको तुलनामा धेरै कुराले हामीले यहाँ चाहिँ मूल्य तिरेको छ। पोखरामा तपाईँको सिजनको बेलामा बन्द 2 रुपियाँ 3 रुपियाँ किलो पाउँछ, तर हामीले यहाँ 35 रुपियाँ किलो तिर्नुपर्छ। तर त्यो कसरी? किनभने होटलवालाले यसरी इन्कम गरिरहेको छ। जस्तो किसिमको बिक्री गर्छौँ, सुरु गर्छौँ हामीले त्यही अनुसार हामी बिक्री गर्छौँ। बाम्बोबाट सरासर हिँडेपछि पुगिन्छ दोभान गाउँ। छोम्रोङ लज म्यानेजमेन्ट कमिटीको नियम अनुसार यहाँ पनि जम्मा 4वटा लज छन्। थोरै लज धेरै पर्यटकहरू भएपछि के गर्ने? समस्या त हुने नै भयो। विजयले 99 बाट चाहिँ यता चाहिँ त्यतिले चाहिँ पुग्ने उस भयो। यता पनि त्यो नगरेन, त्यो रिसर्च सबै गरेको थियो कि, गरेपछि त्यतिले चाहिँ पुग्दो रहेछ।
अब भनौँ न यहाँ बढी बनाइदिए अर्को ठाउँमा चाहिँ फेरि खाली हुने भयो होइन त्यो सबै समान होस् भनेर त्यसो गरेको हो कि साँझ झमक्क परिसकेको छ के फसाद तर समस्या जति नै ठुलो भए पनि आखिर जसो तसो समस्या टर्ने नै रहेछ मोदीको किनारमा निर्मित कोठामा सुत्नुको मजा र अनुभव आखिर लजको अभावले नै दियो Yes, that's coming. र हिजो चाहिँ नि थाकेको आज चाहिँ एकदमै बेन्जु एन्ड चाहिँ सुजाता अल्सो द लिडर अल्सो होइन तिनीहरूलाई पनि थ्याङ्क यू भेरी मच सबैजना हामी जुन एउटा मिसन लिएर आएको छौँ नि आइ एम गेटिङ लट अफ डिफरेन्सेस के यो सायद हामीले एउटा उद्देश्य लिएर नआएको भए we would have facing lot of problems. जस्तै होइन yesterday also we met अब आधिकारिक मान्छेसँग भेट भयो नि he wrote a letter अब एकजना मान्छे नै यसरी आइदिएको छ ऊ पनि कलेज नै पढ्ने स्टुडेन्ट हो कि अनि अब त्यस्तो किसिमको एउटा मान्छे नै तोकिदिएको छ यदि ऊ यहाँ नभइदिएको भए अलिक ठुलो प्रब्लम हुन्थ्यो क्या हामीलाई त्यस कारणले इन्स्टिट्युसनल रिलेसन भन्ने कुरो यतिको स्ट्रङ छ कि एउटा सानो चिठीको आधारमा हिजो हामीले हिम गुरुङ भनेर खोज्दै आयौँ अनि हिम गुरुङले बिहान त्यत्रो चाहिँ एउटा ग्यादरिङ गरिदियो होइन अनि एउटा मान्छे नै पठाइदियो उसले यहाँ चिठी लेखेको छ अघि एउटा चिठी हाम्रो पर्सिको लागि जुन हामी एबिसीबाट फर्किन्छौँ नि इट्स अलरेडी बुक्ड हाम्रो त्यो प्रब्लम छैन अब अघिको त्यो ब्याम्बोमा अघि ब्याम्बो नो प्रब्लम होइन अब भोलि एबिसीको लागि पनि दे आर म्यानेजिङ फर अस के उनीहरू धेरै वरी भइरहेको छ हाम्रो लागि किनभने हामी यदि पर्सनल्ली घुम्न मात्रै आएको भनेदेखिलाई दे डोन्ट केयर रुम छैन भनिदिन्थ्यो होइन तर जुन हाम्रो मिसनलाई दे टेकिङ भेरी सिरियसली हाम्रो पनि के छोड्नु पऱ्यो भनेदेखिलाई इमेज त्यो जुन उनीहरूको एक्सपेक्टेसन छ त्यो कुरोलाई हामीले पनि फेरि त्यो किसिमको डिलिङ गरेर चाहिँ होइन इम्प्रेसन छोड्नु पऱ्यो ताकि भोलि हामी पछि आउने विद्यार्थीहरूको प्रति पनि होइन यहाँको व्यवसायहरूको चाहिँ ओह विद्यार्थीहरू भनेको चाहिँ रियली नाइस गाई है भन्ने किसिमको त्यो इम्प्रेसनहरू छोड्नुपर्ने हुन्छ है त्यस कारणले अब हामी डुल्ने क्रममा सधैँ एकनाश हुँदैन कहिले दुःख हुन्छ कहिले सुख हुन्छ होइन वी हेभ टु फेस द्याट अब अहिले यहाँको कन्टेक्स्टमा कुरा गर्दाखेरि अब हामीले व्यवसायीहरूको पनि मनसाय व्यवसायीहरूको समस्यालाई चाहिँ एकदमै ध्यान दिनुपर्ने हुन्छ हामी त एक दिनको पाहुना हो नि तर हाम्रो रिजनले उनीहरूको व्यवसायमा धक्का पुग्नु भएन हिमाली प्रदेश चिसो चिसो मौसममा मुखबाट बाफ उडाउँदै यात्रा गर्नुको मजै कस्तो करिब 3000 मिटरको उकालो छिचोल्दै जाँदा थकाइ त लाग्ने नै भयो तर पनि अत्यन्त रोमाञ्चक पुल पुलेसा चट्टानी पर्वतमाला मनोरम झरना हेर्दै रमाउँदै जाँदा बाटो जति नै कष्टकर भए पनि सजिलै काटिन्छ जंगलै जंगलको यात्रा तर कुनै खतरा छैन गाउँलेहरू हिमाललाई अत्यन्त श्रद्धा गर्छन् हिमाललाई पूजा गर्छन्
र हिमाल सम्बन्धी नीति नियमप्रति अत्यन्त आस्था राख्छन्। दोभानबाट हिमालय हुँदै देउराली तर्फ लागेपछि अपशब्दहरू नबोल्ने, फोहोर मैला नगर्ने, माछा मासु नलाने भन्ने नियम हुन्छ। ट्रेकिङ गर्दा देखिन्छ हाम्रो देशको वास्तविक सुन्दरता। थरी थरीका नाङ्गा चट्टानहरू, दुध नै बगे जस्ता झरना, खोलाहरू, गगनचुम्बी पहाड पर्वतमाला, यस्तो अनुपम सम्पदाहरूको रसवादन गर्दै यात्रा गर्दा कसलाई मजा लाग्दैन र? यात्रामा उकाली ओह्राली हिँड्दा जति मजा आउँछ त्यसपछि थकाइ मार्दा झनै आनन्द आउँछ। यही त हो जिन्दगीको विविधता। यो देउराली गाउँ हो। चिटिक्क परेका 4वटा होटल कुनै तल कुनै माथि मिलाएर बनाइएको छ। टम्म छपनीयुक्त बाटो, भारी बिसाउने आँगन भरी रङ्गी बिरङ्गी भारीहरू, यही त हुन् ट्रेकिङ गर्दा देखिने दृश्यहरू। ट्रेकिङ एउटै मात्र यस्तो यात्रा हो जहाँ थुप्रै थुप्रै अनुभूतिहरू अनुभव गर्न पाइन्छ। कहिले युवा, कहिले वृद्ध, त कहिले आफ्नै देशमा पराई जस्तो। आफ्नो भारी आफैले बोक्दा त्यहाँ पाइन्छ जीवनको नयाँ नयाँ परिभाषा, जुन सहर बजारमा बस्दा कहाँ पाउनु। हिमाली प्रदेश जहाँ थुप्रै पौराणिक कथाहरू, जनश्रुतिहरू हुन्छन्। त्यसमध्ये एउटा जनश्रुति यस्तो पनि छ। यो देउरालीबाट माछापुच्छ्रे बेस क्याम्प जाने बाटोको मध्य भागमा रहेको एउटा हिउँ ढिस्को हो। यो क्षेत्र हिउँदमा हिउँले सेताम्य हुने क्षेत्र हो, तर यतिखेर यस वरपर कहीँ कतै हिउँ छैन। तब यो ढिस्को किन? सबैलाई अचम्म लाग्नु स्वाभाविक नै छ। हो, यो साँच्चै नै हिउँको ढिस्को हो, जुन ढिस्को कहिले पनि पुरै पग्लदैन भन्ने जनश्रुति छ। अहिलेसम्म कसैले पनि यो ढिस्को पग्लेको र विलिन भएको देखेको छैन रे। यदि यो हिउँ ढिस्को पग्लेर सकियो भने हिमाली क्षेत्रमा ठुलो अनर्थ हुन्छ भन्ने भनाइरहेको छ। हिमालको जति जति नजिकिँदै गयो उति उति परिस्थिति परिवर्तन हुँदै जान्छ। जति जति माथि पुग्यो उति उति हिँड्न कठिन हुन्छ, बढी थकाइ लाग्ने, सास फुल्ने हुन्छ भने प्रकृतिमा पनि ठुलो परिवर्तन देखा पर्छ। मिरमिरे उज्यालोदेखिको हिँडाइ रोकिएको छैन। दोभानबाट हिमालय, देउराली, माछापुच्छ्रे बेस क्याम्प हुँदै अन्नपूर्ण बेस क्याम्पसम्म पुग्न सेता पाइलाहरूले ठुलै मेहनत गर्छन्। जति जति माथि लाग्यो पात पतिङ्गर, डाँडा काँडा, वन जङ्गल सुक्खा र नाङ्गो देखिँदै जान्छन्। हिउँले नाङ्गो बनाएका असंख्य पहाड पर्वत हिमाली प्रदेशमा हुन्छ नै। साथै
छिनछिनमा परिवर्तन हुने मौसम, हुस्सु